हेलो गाइजहरू नमस्कार। हामी यतिखेर अस्ट्रेलियन क्याम्पको यात्रामा छौँ। यो धम्बुस ट्रेकमा अन्तर्गत पर्दछ। धम्बुस चाहिँ भोलि पुग्नेछौँ भने आज अस्ट्रेलियन क्याम्पको यात्रामा छौँ। पोखराको काँडे भन्ने ठाउँबाट 3-4 घन्टाको यात्रामा हामी अस्ट्रेलियन क्याम्प पुग्नेछौँ। यतिखेर हाम्रो लगभग 2-2.5 घन्टा भइसकेको छ। अबको आधी घन्टापछि अस्ट्रेलियन क्याम्प पुग्नेछौँ। बाटो एकदमै राम्रो छ, मौसम पनि राम्रै छ। पानी पर्ला जस्तो भएछ, अँध्यारो भइसक्यो। एकदमै रमाइलो छ। हाम्रै गाउँघरको वनपाखाको जस्तै बाटो रहेको छ। स्थिति रहनसहन यसको वातावरण हेर्नुहोस्, रुखै रुख छ, जङ्गलै जङ्गल, बिचमा बाटो, छेउमा जङ्गल, कुनामा जङ्गल, एकदमै रमाइलो छ। हजुरहरू पनि आउन चाहनुहुन्छ भने आउनुहोला। काँडे हुँदै 3 घन्टाको यात्रापछि अस्ट्रेलियन क्याम्पमा पुग्नुहुनेछ। हस् त, धन्यवाद यति भन्दै